एकैछिन आमाको कुरा सुनौ है, एकदम रमाइलो एउटा जरुरी कुरा आयो कि आज? एउटा जरुरी कुरा आयो। जरुरी के? हाम्री छोरीलाई केटो माग्न आउने आज। आज आउने रे? होला 10 बजे आइपुग्छन् रे। 10 बजे आइपुग्छन् रे। 10 बजे आइपुग्ने रे? दिनै भएका छैन बारा। केटो माग्न आयो, दिनु पर्दैन? राम्रो घर केटो आयो भने त दिने होइन? भाइ यति बालक खोइ आज माग्न आउने? आज माग्न आउने? के गर्ने होला त? खोइ होइन, हजुरआमालाई सोध्नु है के भन्नुहुन्छ भने क्या मलाई। अनि हुन्छ भन्नुहुन्छ भने हामी हेर्न आउँछौँ, नत्र हामी उतैबाट फर्किन्छौँ भनिन्छन् कि केटाका खलकलाई। यहीँबाट फर्कन्छौँ रे? होइन, केटी दिने खालको भए आउँछन् रे। केटी नदिन जस्तो हामीले गर्यौँ भने घर नै आउँदैनन् रे कि उतैबाट जान्छन् रे। अनि आमालाई सोध्नु के भन्नुहुन्छ, हेर्न आउँ कि नआउँ भन्छन् कि मलाई। यति बालक बिहे गरेर दिने त? खोइ। अनि तपाईँहरूको कति वर्ष बिहे गरे? तपाईँको कति वर्ष बिहे गरे? मेरो त 9 वर्ष। 9 भयो त? यो पनि 9 वर्ष त भइसक्यो। हाम्रो जमाना जस्तो हो र अहिले त अलिक छिपिएछि गर्छन् नि बिहे। राम्रो घर केटो आयो भने गर्ने कि नगर्ने त? कसले ल्याउने? घर केटो ल्याउने को? घर केटो ल्याउने हाम्रो आफन्त मान्छे हुन्छ। चिने मान्छे मैले चिने छ। चिने छ? मैले चिने साथी हो कि साथी हो? साथी हो। घर केटो ल्याउने हाम्रो आफन्त चाहिँ आउँछ कि? त्यही त मेरो साथी ल्याउनु लाग्यो कि। अब के भन्ने त? अब के भन्ने? यति सानो बालकै छ, अझै के बिहे गर्नु भन्नुपर्छ कि? नगर्ने? राम्रो घर केटो आयो भने नगर्ने? खोइ यति सानैमा गर्ने त हुँदैन, सानै छ। बिहे गरेछ लगिहाल्छन्। यहाँ छोड्दैनन्? यहाँ छोड्दैनन्? छोड्दैनन् नि। छोड्छन् त अहिलेका काला। ए घरै लान्छन्? लान्छन्। बिहे गरेपछि लान्छन् कि घरैमा लान्छन्। यति सानो बालकै छ, गर्न केही जानेकी छैन। अब के गर्ने होला त? अब के भन्ने? छोरछोरी भए पो काममा लगाएको हुन्छ। माग्ने छोरछोरीलाई काममा के लाउँथे र भन्छन्। अनि त्यसो भन्छन् कि अब जस दिन्छन्। अब जस दिन्छन्। के भन्ने त? मेरो साथीले केटो ल्याउँदैछ, अब त्यसलाई के भनौँ त म? साथी आएको सोध्न? मेरो साथीले केटो ल्याउँदैछ क्या अहिले। ए साथीले केटो ल्याउने? लिएर हुन्छ लिएर गफ चाहिँ गरौँ भन्ने त? ए घर चाहिँ लिएर नि त गफ गरौँ भन्ने? केटो घर चाहिँ लिएर गफ गरौँ त भन्ने कि के भन्ने त? त्यसै भन्ने। त्यसै भन्ने? ए घरैमा लिएर आउनु, घरैमा गफ गरौँ, हामीले मात्रै भन्दा हुँदैन भन्नुपर्छ कि? बा आमाहरू बुढा हजुरआमा छन्, के भन्छन् भन्ने कि? उनीहरू आज के भन्ने होला उनीहरूलाई? उनीहरू आज छोरीको बारेमा के भन्नु पर्ला नि त? कति छ कस्ता छ भन्ला नि त? यति सानो बालकै छ, आजै कसरी गर्नु भन्ने कि? ए नदिने भन्ने होइन, नदिने पनि भन्न हुँदैन कि? नदिने नि भन्न हुँदैन। बालकै छ, यति सानै छ, कसरी गर्नु भन्ने कि? अनि उनीहरू फेरि नदिने भयो भने रिसाएर जालन नि त? नदिने भयो भने रिसाएर जालन। अब बिस्तारै गरौँला नि भन्ने के? कुरो राख्ने के? बिस्तारै गरौँला नि, अहिले त अब अलिक सानो बालकै छ, बिस्तारै गरौँला नि, के भएछ र हामी अब अन्त लाग्ने होइन भन्नुपर्छ के? तपाईँहरूलाई नै दिउँला भन्ने? तपाईँहरूलाई नै दिउँला भन्ने? हामी अब अन्त लाग्दैनौँ, कस्तो आउँछ अब? मलाई गाल पर्ने आउला नि भन्नुपर्छ साथीलाई। मलाई गाल पर्ने आउला नि, मलाई गाल पर्ला नि भन्नुपर्छ कि? अनि केटो मलाई गाल पर्ने ल्याउला, मलाई गाल पर्छ नि भन्नुपर्छ। केटो त डाक्टर पढ्दैछ भने? डाक्टर पढ्ने? ए अब कति वर्ष हो केटो? 14 रे। 14 वर्ष? ए केटो छिटिया रहेछ, छोरी छ बालक है। हुँदैन? हुँदैन होला? हुँदैन। के छिटिया केटालाई, यति बालक छोरी 14 वर्ष केटालाई? हाम्रो त भर्खर 7 वर्ष कि होइन? 9 वर्ष कि? तपाईँको बिहे गरे उमेर भइहाल्यो नि? मेरो बिहे गरे बेला भाइ। केटो चाहिँ घर लिएर भन्नु पर्यो त मेरो साथीलाई?
घर ल्याउनु घर सरसल्लाह गरौँला अब अहिले अलि बालकै छ के भएछ र हामी अन्त नलागौँला भन्नुपर्छ के कुरो राख्नुपर्छ के हामी अन्त नलागौँला घर ल्याउनु मैले यहाँ हेरेर मात्रै हुँदैन घर मेरा बा आमा छन् हजुरबा हजुरआमा छन् घर ल्याउनु देखाउँला के भन्छन् उनीहरू भन्ने के भन्छन् उनीहरू के भएछ र हामी अन्त नलागौँला बालकै छ छोरी हामी लाग्दैनौँ अन्त भन्नुपर्छ के सानैमा बिहे गर्दाखेरि अलिक खिनौटा हुन्छन् हामी अन्त नलागौँला भन्नुपर्छ के अनि केटो राम्रो छ कि छैन कसरी थाहा पाउने कस्तो छ अब केटो कसरी थाहा पाउने त्यो सज्जन छ कि छैन कसरी थाहा पाउने 14 वर्ष केटो देख्दै जानिहालिन्छ नि जानिन्छ देख्दै जानिन्छ केटो थाहा हुन्छ केटो देख्दै जानिन्छ 10 बजे आउँछ नि त यहाँ 10 बजे आउँछ नि त त्यहाँ माग्न 10 बजे आज आउँछन् अनि के खुवाउनु पर्छ के खुवाउनु पर्छ ठिक पार्नु पर्यो नि त खाएर आउलान् कि नखाइ आउलान् नखाइ आउँछन् अनि के खुवाउनु होला त भात पकाए ढिँडो पकाए हुँदैन ढिँडो दिए हुँदैन के हुँदैन ढिँडो घिउ ढिँडो 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 दिनु हुँदैन दाबा ए हुँदैन हुन्छ त ढिँडो दिनु हुन्छ त हुँदैन नि मान्छे ढिँडो र मैरा ढिँडो दिउला भन्ठाने के मैरा ढिँडो दिउला भन्ठाने किन हटाउन होइन मिठो मान्छ नि त अहिलेका मान्छे हुँदैन पछि पछि चाहिँ हुन्छ बरु अहिले हुँदैन अहिले तत्कालै आउँदैमा ढिँडो खुवाउनुहुन्छ भागिहाल्छन् नि हटिहाल्छन् नि यस्ता ढिँडे रहेछन् भन्छन् हट्छन् यस्तै ढिँडेमा पस्नु हुँदैन भन्छन् हट्छन् पछि आफन्त भएपछि अनिखेरि उनीहरूलाई सोधेर बुझेर अब कुन चिज बनाउँ त कुन चिज खाउँ भन्नुपर्छ कि अहिले ढिँडो पकाउनु हुँदैन अहिले ढिँडो खुवाउनु हुँदैन अहिले तत्कालै ढिँडो खुवाउनु हुँदैन आउँदैछ ढिँडो खुवाए त भागिहाल्छन् नि के खुवाउने चाहिँ के त खिर के खुवाउने त भने के खुवाउने त अब खिरै होला के खुवाउनु होला त खिर सेलपुरी नि हुँदैन सेलपुरी खाजा त हुन्छ भातै त हुँदैन बाबु भात चाहिँ खिरै पकाउने हो भातै त खिरै पकाउनु पर्छ अनि दुध डेरी लैसक्यो अरे डेरीबाट ल्याउनु न 2 लिटर ल्याइराखेन उनीहरूलाई नै त हामीले होइन जस्तोसुकै समस्या भयो नि समाधान उनीहरूलाई मात्र हामी चाहिँ खानु पर्दैन हामी खान त पर्छ उनीहरू आएपछि उनीहरूलाई खुवाउनु पर्छ के उनीहरू आएपछि उनीहरूलाई खुवाउने अनिखेरि हामी कि पछि खाउँला कि अगाडि खाइसकिँदैन 10 बजे आउँछन् हो 10 बजे अगाडि खाइसकिँदैन हामी पछि खाउँला उनीहरूलाई खुवाएर उनीहरूलाई खुवाएपछि अनि पछि खाउँला त्यसो दुध डेरीबाट बनाउँदै गर्ने यहाँ कुरा गर्दै गर्ने अनि हामी पछि हाम्रो खानकी जे छ त्यही खाने कि खाजा दिनुपर्छ पर्दैन खाजा के खुवाउने खाजा दिनुपर्छ बिहानै खाजा दिनु पर्दैन होइन दिउँसो मात्रै हो खाजा दिने दिउँसोसम्म बस्छन् होला नि त दिउँसोसम्म बस्यो भनेदेखि दिउँसो यसै पुरी सुरी बनाउनु पर्छ होला कि चाउचाउ पकाएर दिए हुँदैन चाउचाउ पकाएर दिए हुँदैन अब खाजा कुन चिज गरौँ भन्ने के सोध्ने कुन चिज ठिक पारौँ भन्ने आफैले पकाउने होइन पहिला सोध्ने सोध्ने त हो त कुन चिज ठिक पारौँ कुन चिज मन पर्छ कुन पर्दैन सोध्न त पर्यो नि तपाईँहरूलाई नै भन्ने के त्यही गरौँ नि त त्यही गर्ने ल